हेलो क्लास 12 स्टुडेन्ट, पर्सि हुन गएको एनइपी इक्जाम विषय शैक्षिक विधि र मूल्याङ्कनको सम्पूर्ण च्याप्टरको लङ सर्ट क्वेसन साथै मोडल क्वेसन लिएर आएको छु। भिडियो स्किप नगरी हेर्नुहोला। शैक्षिक विधि र मूल्याङ्कन कुनै शीर्षकमा एउटा विशिष्ट उद्देश्य लेख्नुहोस्। हामीलाई यो 1 नम्बरको क्वेसनमा 11 वटा क्वेसन आउने गर्दछ। त्यसमध्ये कुनै शीर्षकमा एउटा विशिष्ट उद्देश्य लेख्नुहोस्। यसको उत्तर रहेको छ शिक्षाको महत्त्व। यसको उद्देश्य विद्यार्थीलाई शिक्षाको जीवनमा पर्ने महत्त्वबारे सचेत गराउनु। त्यस्तै 2 नम्बरमा रहेको छ पेडागोजीको शब्दको अर्थ लेख्नुहोस्। पेडागोजी भन्नाले शिक्षण तथा सिकाइको सिद्धान्त, विधि र अभ्यासलाई जनाउँछ। त्यस्तै 3 नम्बरमा रहेको छ ज्ञानेन्द्रियहरूको प्रयोग गरी सिकाउन सबैभन्दा बढी कुन सामग्री उपयुक्त हुन्छ भनेको छ। यसको उत्तर रहेको छ दृश्य सर्वे सामग्री रहेको छ। त्यस्तै सिकाइमा किन असल सुरुवात आवश्यक पर्छ। यसको उत्तर रहेको छ असल सुरुवातले विद्यार्थीको ध्यान केन्द्रित गराउँछ र सिकाइ प्रभावकारी बनाउँछ। त्यसैले सिकाइमा असल सुरुवात आवश्यक पर्छ। त्यसैगरी 5 नम्बर रहेको छ विद्यार्थी केन्द्रित शिक्षण विधिका कुनै 2 उदाहरणहरू। विद्यार्थी केन्द्रित शिक्षण विधिका उदाहरणहरू एउटा परियोजना विधि र अर्को खोज विधि रहेको छ। त्यस्तै 6 नम्बरमा निर्माणात्मक मूल्याङ्कनका 2 वटा उदाहरणहरू लेख्नुहोस्। निर्माणात्मक मूल्याङ्कनका 2 वटा उदाहरणहरू एउटा कक्षा प्रश्नोत्तर र अर्को रहेको छ कक्षा अभ्यास। त्यस्तै 7 नम्बर रहेको छ परीक्षाको कठिनाइ स्तर गणना गर्ने सूत्र लेख्नुहोस्। परीक्षाको कठिनाइ स्तर बराबर सही उत्तर दिने विद्यार्थी संख्या भागा कुल विद्यार्थी संख्या इन्टु 100% गर्यो भने परीक्षाको कठिनाइ स्तर गणना गर्ने सूत्र गणनाको उत्तर आउँदछ। त्यस्तै अर्को रहेछ दैनिक पाठ्यजनाको कुनै एउटा महत्त्व लेख्नुहोस्। दैनिक पाठ्यजनाले शिक्षालाई व्यवस्थित र उद्देश्यपूर्ण बनाउँछ। त्यस्तै 9 नम्बरमा रहेको छ राम्रो प्रश्नको कुनै 2 विशेषता लेख्नुहोस्। राम्रो प्रश्न भयो भने त्यसको विशेषता स्पष्ट र उद्देश्यपूर्ण हुन्छ र अर्को रहेको छ विद्यार्थीको सोच विकास गराउँछ। त्यस्तै 10 नम्बर रहेको छ कक्षा कोठाको वातावरण वृद्धि गर्ने कुनै एक तरिका लेख्नुहोस्। कक्षा कोठा सफा र व्यवस्थित राख्ने। त्यस्तै रहेको छ 11 नम्बरमा यो हाम्रो सर्ट क्वेसनको अन्तिम क्वेसन रहेको छ संज्ञानात्मक क्षेत्रको अन्तिम तह के हो। यसको अन्तिम तह मूल्याङ्कन हो। त्यस्तै अब हामीलाई लङ क्वेसनमा सोधिने क्वेसनहरू रहेको छ। त्यस्तै लङ क्वेसनमा हामीलाई 8 वटा क्वेसन सोधिन्छ। त्यसमा प्रत्येक क्वेसनको मार्क्स भनेको 5 हुने गर्छ। त्यस्तै लङ क्वेसन 1 नम्बरमा 12 नम्बरमा रहेको छ शिक्षण विधिको अर्थ के हो। शिक्षण विधिको अर्थ के हो र यसको महत्त्व व्याख्या गर्नुहोस् भनेर सोध्न सक्छ। शिक्षण विधि भन्नाले निर्धारित शैक्षिक उद्देश्य प्राप्त गर्न र विद्यार्थीको व्यवहारमा अपेक्षित परिवर्तन ल्याउन शिक्षकले कक्षा कोठामा प्रयोग गर्ने योजनाबद्ध सञ्चार प्रणाली वा शैलीलाई बुझाउँछ। यो विषयवस्तु प्रस्तुत गर्ने विद्यार्थीलाई सक्रिय बनाउने र सिकाइलाई प्रभावकारी बनाउने कला हो। यसको महत्त्व पनि रहेको छ शिक्षण विधिको महत्त्व प्रभावकारी सिकाइ एउटा प्रभावकारी सिकाइ हुन्छ। उपयुक्त विधिले कठिन विषयवस्तु पनि सहजै बुझ्न र लामो समयसम्म स्मरण राख्न मद्दत गर्छ। त्यस्तै अर्को रहेको छ विद्यार्थी सहभागिता। यसले विद्यार्थीलाई निष्क्रिय स्रोतबाट सक्रिय सहभागी बनाउँछ जसले गर्दा रुचि र उत्प्रेरणा बढ्छ। त्यस्तै रहेको छ उद्देश्य हासिल तोकिएको पाठ्यभार र सिकाइ उपलब्धका लक्ष्यहरू समयमै पुरा गर्न मद्दत गर्दछ। त्यस्तै अर्को रहेको छ वैज्ञानिक दृष्टिकोण। यसले रटेर सिक्ने प्रकृतिलाई निरुत्साहित गरी प्रयोगात्मक र वैज्ञानिक ढङ्गले सिकाइलाई जोड दिन्छ। त्यस्तै अर्को रहेको छ व्यक्तिगत भिन्नताको सम्बोधन। विद्यार्थीको क्षमता, रुचि र आवश्यकता अनुसार फरक विधि अपनाएर सबैलाई समेट्न सकिन्छ। त्यस्तै रहेको छ कक्षा व्यवस्थापन। शिक्षण प्रक्रियालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउँछ। छोटकरीमा भन्नुपर्दा प्रभावकारी शिक्षण बिना सिकाइ उपलब्ध हासिल गर्न असम्भव प्राय हुन्छ।
त्यस्तै रहेको छ अर्को 13 नम्बरमा शैक्षणिक उद्देश्यका भावनात्मक क्षेत्रका तत्त्वहरूको सूची बनाई कुनै दुईको व्याख्या गर्नुहोस्। बेन्जामिन ब्लुम र उनका सहकर्मीहरूले विकास गरेको शैक्षिक उद्देश्यको भावनात्मक क्षेत्रले विद्यार्थीको भावना, रुचि, मूल्य र दृष्टिकोणसँग सम्बन्धित व्यवहारहरू समेट्छ। यो क्षेत्र मुख्यतया हृदय भावनासँग सम्बन्धित हुन्छ। भावनात्मक क्षेत्रका मुख्य तत्त्वहरू क्रमशः यस प्रकार छन्। 1 नम्बरमा रहेको छ ग्रहण, 2 नम्बरमा रहेको छ प्रतिक्रिया, 3 नम्बरमा रहेको छ मूल्य निर्धारण, 4 नम्बरमा रहेको छ संगठन र 5 नम्बरमा रहेको छ चरित्रीकरण। यसको व्याख्याहरू निम्नलिखित छन्। 1 नम्बर ग्रहण, यो भावनात्मक क्षेत्रको सबैभन्दा तल्लो तह हो। यसमा विद्यार्थीले कुनै विषय, घटना वा जानकारीप्रति ध्यान दिनु, सुन्नु वा स्वीकार गर्नु पर्दछ। उदाहरण, शिक्षकले पढाएको कुरा ध्यानपूर्वक सुन्नु। त्यस्तै 2 नम्बरको रहेको छ यस तहमा विद्यार्थीले सिकेका कुरामा सक्रिय प्रतिक्रिया जनाउँछ, जस्तै प्रश्न सोध्नु, छलफलमा भाग लिनु आदि। उदाहरण, कक्षामा उत्तर दिनु वा गतिविधिमा सहभागी हुनु। त्यस्तै 3 नम्बरमा रहेको छ मूल्य निर्धारण, यसमा विद्यार्थीले कुनै व्यापार वा मूल्यलाई महत्त्वपूर्ण ठानी स्वीकार गर्दछ। उदाहरण, अनुशासन राम्रो कुरा हो भनेर मान्नु। त्यस्तै 4 नम्बरमा रहेको छ संगठन, अर्गनाइजेसन, यस तहमा विभिन्न मूल्यहरूलाई व्यवस्थित गरी प्राथमिकता निर्धारण गरिन्छ। उदाहरण, इमानदारी र मेहनतलाई जीवनको मुख्य मूल बनाउँछ। त्यस्तै 5 नम्बरमा रहेको छ चरित्रीकरण, यो सबैभन्दा उच्च तह हो जहाँ मूल्य व्यक्तिको व्यवहारमा स्थायी रूपमा देखा पर्छन्। उदाहरण, सधैँ सत्य बोल्ने बानी विकास। हामीले थोरै निष्कर्ष पनि लेख्यो भने हामीलाई राम्रो मार्क्स आउन सक्छ। त्यस्तै निष्कर्ष रहेको छ यसको भावनात्मक क्षेत्रले विद्यार्थीको भावना, मूल्य र व्यवहारलाई सकारात्मक दिशामा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले राम्रो चित्रण निर्माणमा सहयोग पुर्याउँछ। त्यस्तै 14 नम्बरमा रहेको छ शिक्षण सिकाइ प्रक्रियामा कक्षा कोठा व्यवस्थापनको प्रभाव विश्लेषण गर्नुहोस्। यसको उत्तर, कक्षा कोठा व्यवस्थापन भन्नाले कक्षामा अनुशासन कायम राख्ने, विद्यार्थीको व्यवहार नियन्त्रण गर्ने, समय र स्रोतको उचित प्रयोग गर्ने तथा अनुकूल सिकाइ वातावरण सिर्जना गर्ने प्रक्रियालाई जनाउँछ। शिक्षण सिकाइ प्रक्रियामा कक्षा कोठा व्यवस्थापनका प्रभावहरू 1 नम्बरमा रहेको छ सकारात्मक सिकाइ वातावरण निर्माण। सुदृढ कक्षा व्यवस्थापनले कक्षामा शान्ति, सुरक्षित र सहयोगी वातावरण बनाउँछ। यसले विद्यार्थीलाई ध्यानपूर्वक सिक्न प्रेरित गर्छ। 2 नम्बरमा रहेको छ विद्यार्थीको सहभागितामा वृद्धि। राम्ररी व्यवस्थापन गरिएको कक्षामा विद्यार्थीहरू सक्रिय रूपमा छलफल, प्रश्न उत्तर र गतिविधिमा सहभागी हुन्छन्। त्यस्तै समयको प्रभावकारी उपयोग, व्यवस्थित कक्षाले अनावश्यक अवरोध घटाउँछ र पढाइको लागि उपलब्ध समय अधिकतम उपयोग हुन्छ। त्यस्तै अनुशासन र व्यापारमा सुधार, कक्षा व्यवस्थापनले विद्यार्थीको जिम्मेवारी, अनुशासन र सकारात्मक व्यवहार विकास गर्छ। त्यस्तै रहेको छ शिक्षकको प्रभावकारिता बढ्छ, शिक्षकले स्पष्ट रूपमा योजना अनुसार पढाउन सक्छन् र जसले सिकाइ उपलब्ध उच्च बनाउँछ। त्यस्तै रहेको छ व्यक्तिगत ध्यान दिन सहज, व्यवस्थित कक्षामा शिक्षकले कमजोर र प्रतिभाशील विद्यार्थीलाई छुट्टै ध्यान दिन सक्छन्। त्यस्तै तनावमुक्त वातावरण, अव्यवस्थित कक्षामा हुने तनाव घटेर शिक्षक र विद्यार्थी दुवैको मनोबल बढ्छ। त्यस्तै 15 नम्बरमा रहेको क्वेसन रहेको छ मूल्याङ्कनमा अलिक इम्पोर्टेन्ट क्वेसन पनि हो। मूल्याङ्कनको प्रकारको छोटकरीमा व्याख्या गर्नुहोस्। मूल्याङ्कन शिक्षण सिकाइ प्रक्रियाको महत्त्वपूर्ण भाग हो। यसको विभिन्न प्रकारहरू निम्न अनुसार छोटकरीमा वर्णन गर्न सकिन्छ। 1 नम्बरमा रहेको छ प्रभावकारी मूल्याङ्कन, यो मूल्याङ्कन सिकाइ सुरु हुनु अघि गरिन्छ। यसले विद्यार्थीको पूर्वज्ञान, क्षमता र कमजोरी पहिचान गर्न मद्दत गर्छ। त्यस्तै 2 नम्बरमा रहेको छ
गठनात्मक मूल्याङ्कन यो सिकाइ भइरहेको बेला गरिन्छ। यसले सिकाइलाई तुरुन्त सुधार गर्ने अवसर दिन्छ र विद्यार्थीको प्रगति निरन्तर जाँच गर्छ। त्यस्तै रहेको छ समापनात्मक मूल्याङ्कन यो सिकाइ प्रक्रियामा अन्त्यमा गरिन्छ, जस्तै वार्षिक परीक्षा, जस्तै हाम्रो अहिले जुन एनबिल लिएको वार्षिक परीक्षा, यो पनि हाम्रो समापनात्मक मूल्याङ्कन हो। त्यस्तै रहेको छ मानक आधारित मूल्याङ्कन। यसमा विद्यार्थीको उपलब्धि निश्चित मापदण्डसँग तुलना गरिन्छ, अरूसँग होइन। त्यस्तै रहेछ मानव सापेक्षित मूल्याङ्कन। यसमा विद्यार्थीको उपलब्धि अरू विद्यार्थीसँग तुलना गरिन्छ। यसको निष्कर्ष रहेको छ यसको निष्कर्षमा मूल्याङ्कनका यी प्रकारले शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र योजनाबद्ध र सुधारमुखी बनाउन मद्दत गर्दछ। त्यस्तै हाम्रो रहेको छ 16 नम्बरको क्वेसनमा विद्यार्थी केन्द्रित विधिहरू सूचीकृत गर्नुहोस् र कुनै दुईको व्याख्या गर्नुहोस्। हामीले आउने क्वेसन भनेको यस्तै हुन्, यस्तै आउने गर्दछ। अब त्यसमध्ये अब विद्यार्थी केन्द्रित विधिहरू भनेको सिकाइ प्रक्रियामा विद्यार्थीलाई सक्रिय सहभागी र स्वतन्त्र बनाउने शिक्षण विधिहरू हुन्। यसका सूची मध्ये यिनीहरू जस्तै 1 नम्बरमा रहेको छ छलफल विधि, परियोजना विधि, समस्या समाधान विधि, अन्वेषण र खोज विधि, सहकारी सिकाइ विधि, खेल आधारित विधि, अनुभवात्मक विधि, केस अध्ययन विधि। कुनै दुईको व्याख्या गर्दाखेरि 1 नम्बर परियोजना विधि। यस विधिमा विद्यार्थीले कुनै निश्चित विषय वा समस्यामा आधारित परियोजना कार्य गर्छ। उनीहरूले योजना बनाउने, अनुसन्धान गर्ने र निष्कर्ष निकाल्ने काम आफै गर्छन्। यसले विद्यार्थीको सृजनात्मक जिम्मेवारी र व्यावहारिक ज्ञान विकास हुन्छ। त्यस्तै अर्को रहेको समस्या समाधान विधि। यस विधिमा विद्यार्थीलाई समस्या दिइन्छ र उनीहरूले त्यसको समाधान खोज्ने प्रयास गर्छन्। शिक्षकले मार्गदर्शनको भूमिका खेल्छन्। यसले विद्यार्थीमा तार्किक सोच, विश्लेषण क्षमता र निर्णय गर्ने क्षमता विकास गराउँछ। निष्कर्ष विद्यार्थी केन्द्रित विधिहरूले सिकाइलाई रोचक र प्रभावकारी र व्यावहारिक बनाउँछ। त्यस्तै 17 नम्बरमा क्वेसन रहेको छ कम खर्च लाग्ने वा खर्च नलाग्ने शैक्षिक सामग्रीहरूको महत्त्व र वर्णन गर्नुहोस्। कम खर्च नलाग्ने अथवा पैसा नलागी हामीले जस्तै शैक्षिक सामग्रीहरू हुन्छन् तिनीहरूको महत्त्व। कम खर्च लाग्ने वा नलाग्ने शैक्षिक सामग्रीहरू केही लोकप्रिय उदाहरणहरू र तिनीहरूको प्रयोगका तरिका यस्ता छन्। कागज र कार्डबोर्ड प्रयोग फ्ल्याक्स कार्ड, चार्ट, पोस्टर, मोडल बनाउन। यसको महत्त्व चाहिँ विद्यार्थीले आफै बनाउँदा रचनात्मक बढ्छ। त्यस्तै अर्को रहेछ प्राकृतिक सामग्री, जस्तै हाम्रो विद्यालय वरिपरि रहने पात, काँडा, ढुङ्गा, बालुवा। यसको प्रयोग चाहिँ विज्ञान र कला अभ्यास, माटो, पानी प्रयोग गरेर प्रोजेक्ट। जस्तै यसको महत्त्व चाहिँ अनुभवात्मक सिकाइ, पर्यावरणसँग सम्बन्ध। त्यस्तै 3 नम्बरमा रहेको छ पुराना पुस्तक, पत्रिका सामग्री प्रयोग रिडिङ एक्सरसाइज, कट, एड, पेस्ट गतिविधि र गतिविधि शब्द सिकाइ। यसको महत्त्व चाहिँ रिल्याङ्किङ लगायत कम अभ्यास सहज। त्यस्तै रहेको छ साधारण लेखन सामग्री पेन, पेन्सिल, क्रेयन्स, मार्कर प्रयोग नोट बनाउन, चित्र बनाउन, विचार व्यक्त गर्न। यसको महत्त्व चाहिँ दैनिक अभ्यासका लागि सजिलो र कम खर्चिलो। घरमा उपलब्ध वस्तुहरू बोतल, ढकनी, कप, डोरी प्रयोग गणितीय मोडल विज्ञान प्रयोग र क्राफ्ट। त्यसको महत्त्व चाहिँ प्रयोगात्मक सिकाइ र समस्या समाधानको क्षमता विकास गर्न। त्यस्तै डिजिटल निशुल्क स्रोत अनलाइन भिडियो, पिडिएफ, शैक्षिक जस्तै अहिले हामीले युट्युब हेरेर जस्तै प्रयोग भिडियो लेसन, किब्स, अनलाइन प्रोजेक्ट। महत्त्व ज्ञानको पहुँच व्यापक लगायत लागत नलाग्ने। त्यस्तै 18 नम्बरको क्वेसन रहेको छ उद्देश्य विधि कसरी अन्तर्सम्बन्धित छन्। उद्देश्य र विधि कसरी अन्तर्सम्बन्धित छन्, यो पनि हाम्रो लागि इम्पोर्टेन्ट क्वेसन हुनसक्छ।
उद्देश्य र विधि बीचको अन्तर सम्बन्ध बुझ्नका लागि पहिले यी दुई अर्थ स्पष्ट हुन जरुरी छ। उद्देश्य भन्नाले शिक्षक वा शिक्षण संस्थाले विद्यार्थीले सिक्नुपर्ने ज्ञान, सिप वा व्यवहारको स्पष्ट लक्ष्यलाई जनाउँछ। उदाहरणका लागि विद्यार्थीले गुणा भागा गर्न सक्छन् वा विद्यार्थीले सामाजिक समस्या समाधान गर्न सक्ने दृष्टिकोण विकास गर्नेछ। त्यसै अर्को विधि भनेको मेथड। विधि भन्नाले सो उद्देश्य हासिल गर्न शिक्षकले प्रयोग गर्ने तरिका, प्रक्रिया र क्रियाकलापलाई जनाउँछ। जस्तै प्रयोगात्मक अभ्यास, समूह छलफल, परियोजना आधारित सिकाइ, प्रश्नोत्तर आदि। यिनीहरूको अन्तर सम्बन्ध। उद्देश्य के सिकाइनेछ भन्ने बताउँछ भने विधि कसरी सिकाइन्छ भन्ने निर्धारण गर्छ। उद्देश्य स्पष्ट भएपछि शिक्षकले यो उद्देश्य हासिल गर्न उपयुक्त विधि छनौट गर्छन्। सही विधि चयन नगरेको खण्डमा उद्देश्य प्राप्त गर्न कठिन हुन्छ। उदाहरण: उद्देश्य विद्यार्थीले इतिहासका मुख्य घटनाहरू सम्झन सक्ने। विधि टाइमलाइन बनाउन लगाउने, ग्रुप डिस्कसन गर्ने, भिडियो हेर्ने। यहाँ विधि उद्देश्य पूरा गर्ने साधनको रूपमा काम गर्छ। त्यस्तै सारांशमा भन्नुपर्दा उद्देश्य र विधि एकअर्कासँग निर्भर हुन्छन्। उद्देश्य लक्ष्य हो, विधि त्यस लक्ष्यसँग पुग्ने मार्ग हो। त्यस्तै हाम्रो 5 नम्बर क्वेसनको अन्तिम क्वेसन रहेको छ 19 नम्बरको। विद्यालयको वरिपरि पाइने शिक्षण सिकाइका लागि उपयुक्त हुने 2वटा सामग्रीको नाम लेख्नुहोस् र तिनको कसरी प्रयोग गर्ने तरिका वर्णन गर्नुहोस्। यसको उत्तर चाहिँ विद्यालयको वरिपरि पाइने शिक्षण सिकाइका लागि उपयुक्त 2वटा सामग्री र तिनको प्रयोग गर्ने तरिका यस प्रकार दिएको छ। जस्तै हाम्रो विद्यालय वरिपरि त जुनसुकै विद्यालय वरिपरि पात अथवा बिरुवाहरू त पाइने नै रहन्छ। यसको प्रयोग गर्ने विधि अथवा तरिका। विज्ञान विषयमा वनस्पति संरचना वा फोटोसिन्थेसिस सिकाउँदा कक्षा बाहिर गएर विभिन्न पात र बिरुवाका भागहरू जस्तै पात, डाली, फूल निरीक्षण गराउन सकिन्छ। विद्यार्थीले पातको आकार, रङ, बनावट र फूलको संरचना नोट गर्न सक्छन्। यसरी प्रत्यक्ष अनुभव मार्फत विद्यार्थीलाई सिकाइ प्रक्रिया रूपमा सक्रिय रूपमा सहभागी हुन्छन्। त्यस्तै 2 नम्बरको रहेको छ ढुङ्गा र माटो त हाम्रो जहाँ पनि पाउने यो तरिका हो। जस्तै प्रयोग गर्ने तरिका। भूगोल वा विज्ञान विषयमा माटोको प्रकार, बालुवा, ढुङ्गा, काली माटो र ढुङ्गाको बनावट सिकाउन प्रयोग गर्न सकिन्छ। विद्यार्थीले सानो नमुना सङ्कलन गरेर तिनीहरूको बनावट, रङ र आकार अध्ययन गर्न सक्छन्। त्यस्तै यसले कक्षा बाहिरको वास्तविक सामग्री मार्फत सिकाइलाई जीवन्त बनाउँछ। त्यस्तै अब हाम्रो लङ क्वेसनमा रहेको रहेछ। लङ क्वेसनमा 3वटा क्वेसन आउँछन्। 3वटा पर क्वेसनको 8 मार्क्स हुन्छ र यो 24 मार्क्स हुन्छ। योलाई चाहिँ हामीले राम्रोसँग र अलि धेरै लेख्नुपर्ने हुन्छ। यसको त्यस्तै 20 नम्बर क्वेसन रहेको छ। शैक्षिक योजनाका प्रकारहरूको वर्णन गर्दै वार्षिक कार्यतालिकाको फाइदा लेख्नुहोस्। शैक्षिक योजना शिक्षा सिकाइ प्रक्रियालाई उद्देश्यमूलक र परोपकारी मार्गचित्र हो जसको अन्तर्निहित वार्षिक कार्ययोजना, एक योजना, दैनिक पाठ योजना, वार्षिक कार्यतालिका र साप्ताहिक जस्तै हप्ताको योजना प्रमुख मान। यसको समयमै समाधान, साधन स्रोतको उपयुक्त परिचालन र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार सहायताहरू। जस्तै शैक्षिक योजनाका 5 प्रकारहरू। 1 मा वार्षिक शैक्षिक योजना। एक शैक्षिक सत्र भरि शैक्षिक पठन, परीक्षा र अतिरिक्त विधानको खाका। त्यस्तै वार्षिक कार्यतालिका जस्तै वार्षिक क्यालेन्डर अनुसार हुन्छ। जस्तै विद्यालयको समग्र गतिविधि, विधा, परीक्षा, उत्सव र घटित समय तालिका। अर्को रहेछ एकाइ योजना। पाठ्यक्रमको एक वा पाठ अनुसार निश्चित समय र अन्तरिक्षमा विषयवस्तुको योजना। दैनिक पाठ योजना।
1 घण्टी अवधिको शिक्षण सिकाइ तत्त्व उद्देश्य र मूल्याङ्कन विधि समेटेर विस्तृत योजना। साप्ताहिक योजना हप्ताभरि कुनामा अध्यापक कुन्टी पढ्नुहोस् भनी बनाइने कार्ययोजना। वार्षिक कार्यतालिकाको लाभहरू वार्षिक कार्यतालिका बनाउँदा के फाइदाहरू हुन्छन् जस्तै अर्को 1 नम्बर सम्मिलित विद्यालयका पठन पाठन र स्पष्ट हुने गरी परीक्षाले देखि सत्र मिति हुन्छ। समय व्यवस्थापन विधा र अन्य कार्यक्रमको जानकारी प्राप्त गर्न सजिलो पाठ्यभार पूरा गर्न सकिन्छ। त्यस्तै अर्को रहेछ उत्पादकमा वृद्धि शिक्षक र विद्यार्थीलाई समानुपातिक योजनामा काम गर्ने सिकाइ सुपरिवेक्षणमा सहज प्रधानाध्यापक अर्को रहेछ सुपरिवेक्षण सहज प्रधानाध्यापक वा अनुगमनकर्तालाई शिक्षाको अनुगमन गर्न सहज हुन्छ। पारदर्शी र जवाबदेहिता सबै सरकारवालालाई विद्यालयको गतिविधि जानकारी हुनेछ, जवाबदेहिता बढ्छ। त्यस्तै 21 नम्बरको क्वेसन रहेको छ मौखिक र प्रयोगात्मक मूल्याङ्कनको परिचय दिई यसको सञ्चालन प्रक्रिया वर्णन गर्नुहोस्। उत्तरमा रहेको छ मौखिक र प्रयोगात्मक मूल्याङ्कन शिक्षा प्रणालीमा विद्यार्थीको क्षमता ज्ञान सिपको प्रत्यक्ष मूल्याङ्कन गर्ने 2 महत्त्वपूर्ण प्रकारहरू मूल्याङ्कन हुन्। तल यसको परिचय र सञ्चालन प्रक्रिया विस्तृत रूपमा वर्णन गरिएको छ। मौखिक मूल्याङ्कन परिचय मौखिक मूल्याङ्कन भनेको शिक्षकले विद्यार्थीलाई साक्षात्कार वा प्रश्न उत्तर मार्फत विद्यार्थीको ज्ञान बुझाइ तार्किक क्षमता र संवाद कौशलको मूल्याङ्कन गर्नु हो। यो प्राय भाषिक सामाजिक र बौद्धिक क्षमतामा जाँच गरिन्छ। सञ्चालन प्रक्रिया यसको सञ्चालन कसरी गरिन्छ भनेपछि 1 नम्बर रहेको छ तयारी शिक्षकले मूल्याङ्कनका लागि प्रश्नावली वा विषयवस्तु तयार पार्छन्। त्यसै सूचना विद्यार्थीहरूलाई मूल्याङ्कनको मिति समय र ढाँचाको बारेमा जानकारी दिनुपर्छ। त्यस्तै रहेको छ प्रश्न सोध्ने शिक्षकले स्पष्ट र सुसङ्गत प्रश्नहरू सोध्छन्। प्रश्नहरू सामान्य ज्ञान विश्लेषणात्मक क्षमता र तार्किकमा आधारित हुन सक्छन्। उत्तर सुन्ने विद्यार्थीले उत्तर दिन्छन् र शिक्षकले ध्यानपूर्वक मूल्याङ्कन गर्छन्। मूल्याङ्कन उत्तरको शुद्धता प्रस्तुत शैली तार्किक र आत्मविश्वासको आधारमा मूल्याङ्कन गरिन्छ। प्रतिक्रिया दिने शिक्षकले विद्यार्थीलाई सुधारका सुझाव वा सिफारिस दिन सक्छन्। त्यस्तै प्रयोगात्मक मूल्याङ्कन माथिको रहेको छ हाम्रो मूल्याङ्कनको मौखिक मूल्याङ्कन भने अब हाम्रो अर्को रहेछ प्रयोगात्मक मूल्याङ्कन परिचय माथिको मौखिक मूल्याङ्कन अर्को प्रयोगात्मक मूल्याङ्कन। प्रयोगात्मक मूल्याङ्कन भनेको विद्यार्थीले व्यवहारमा प्रभावशाली वा कार्यशालामा कुनै कार्य वा प्रयोग गरेर सिप र ज्ञानको मूल्याङ्कन गर्नु हो। यो विशेष गरी विज्ञान प्रविधि कला र व्यावहारिक विषयमा प्रयोग हुन्छ। सञ्चालन प्रक्रिया कसरी सञ्चालन हुन्छ भनेपछि कार्यको योजना शिक्षकले मूल्याङ्कनका लागि प्रयोग अभ्यास वा कार्यसूची तयार पार्छन्। त्यस्तै 2 नम्बर रहेको छ सामग्री तयारी आवश्यक उपकरण सामग्री र सुरक्षा उपाय सुनिश्चित गर्छन्। त्यस्तै निर्देशन दिने विद्यार्थीले काम गर्ने तरिका प्रयोगको क्रम र सावधानी बारे स्पष्ट निर्देशन दिइन्छ। त्यस्तै अर्को रहेको छ प्रयोग कार्य सञ्चालन विद्यार्थीले निर्देशन अनुसार कार्य प्रयोग पुरा गर्छन् र 5 नम्बर रहेको छ मूल्याङ्कन शिक्षकले कार्यको शुद्धता दक्षता प्रक्रिया पालन समय व्यवस्थापन र रचनात्मक अनुसार मूल्याङ्कन गर्छन्। त्यस्तै प्रतिपुष्टि दिने विद्यार्थीले सुधारका सुझाव सकारात्मक प्रतिक्रिया सहित मूल्याङ्कनको नतिजा बताइदिन्छन्। अब यसको निष्कर्ष त हामीले लेख्नै पर्ने हुन्छ किनकि 8 नम्बर क्वेसन भएकाले मौखिक मूल्याङ्कनले विद्यार्थीको बौद्धिक र भाषिक क्षमतामा केन्द्रित हुन्छ भने प्रयोगात्मक मूल्याङ्कनले व्यावहारिक र सिपमूलक क्षमताको मूल्याङ्कन गर्छ। दुवै प्रकारका मूल्याङ्कनले विद्यार्थीको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ। अब त्यस्तै रहेको छ हाम्रो
22 नम्बरको क्वेसन लङ क्वेसनको प्रवचन विधि भन्नाले के बुझिन्छ? प्रवचन विधिका कुनै 4वटा प्रयोगहरू उल्लेख गर्दै यसको 3वटा सबल र 3वटा दुर्बल पक्षहरू लेख्नुहोस्। हामीले लङ क्वेसनमा आउने क्वेसनहरू भनेको सायद यस्तै नै हुन्छन्, त्यसैले स्किप नगरी हेर्नु होला। प्रवचन विधि भनेको के हो? यसको परिचय। प्रवचन विधि भन्नाले शिक्षकले विद्यार्थीलाई सैद्धान्तिक, वैचारिक वा ज्ञान सम्बन्धित विषयवस्तु मौखिक रूपमा प्रस्तुत गर्ने शिक्षण विधिलाई बुझिन्छ। यसमा शिक्षक मुख्य स्रोतको रूपमा हुन्छन् र विद्यार्थीहरू मुख्यतः सुनिरहेको र नोट बनाइरहेको हुन्छन्। यो विधि विशेष गरी ठुलो समूहमा ज्ञान सम्प्रेषण गर्न प्रभावकारी हुन्छ। प्रवचन विधिका 4वटा प्रयोगहरू। नयाँ प्रवचन विधिका प्रयोगहरू नयाँ ज्ञान र सैद्धान्तिक जानकारी प्रस्तुत गर्दा। 2 नम्बरमा रहेको छ जटिल अवधारणा वा सिद्धान्त बुझाउन। 3 नम्बरमा समय कम हुँदा महत्त्वपूर्ण तथ्य तथा जानकारी छिटो प्रस्तुत गर्न। त्यस्तै 4 नम्बरमा रहेको छ विद्यार्थीले सोच्न र प्रश्न सोध्न प्रेरित गर्ने प्रारम्भिक माध्यमको रूपमा। त्यस्तै प्रवचन विधिका सबल पक्षहरू। समय कुशल, ठुलो समूहमा छिटो र व्यवस्थित रूपमा ज्ञान सम्प्रेषण गर्न सकिन्छ। व्यापक विषय प्रस्तुति, जटिल र बहुआयामिक विषयलाई संरचित तरिकाले बुझाउन सजिलो हुन्छ। त्यसै 3 नम्बरमा भएको छ शिक्षाको अनुभव र ज्ञान प्रयोग। शिक्षकले आफ्नो विशेषज्ञता र अनुभव साझा गर्न सक्छन्। त्यसै प्रवचन विधिका केही दुर्बल पक्षहरू पनि रहेका छन्। त्यसमा 3 दुर्बल पक्षहरू। सक्रिय सहभागिता कम, विद्यार्थीले कम संलग्न हुनाले सिकाइमा सीमितता आउँछ। र 2 नम्बरमा रहेको छ अवधारणाको कमजोरी, विद्यार्थीले लामो समय सुन्नु पर्दा ध्यान कम हुने र अवधारणा कम स्मरण हुने सम्भावना। त्यस्तै 3 नम्बरमा रहेको छ व्यक्तिगत अन्तरलाई ध्यान नदिने, फरक स्तरका जस्तै कोही विद्यार्थी जान्ने पनि हुन सक्छन्, कोही नजान्ने विद्यार्थी पनि हुन सक्छन्। त्यसको विद्यार्थीलाई यो प्रवचन विधि त्यति प्रभावकारी हुँदैन भन्न खोजेको। यी क्वेसनहरू हामीलाई पर्सि यानिबीले सोध्न सक्छ। अति महत्त्वपूर्ण, मैले सबै च्याप्टरलाई समावेश गरी बनाएको यो भिडियो हो, त्यसैले यसलाई स्किप नगरी हेरी कस्तो छ प्रतिक्रिया दिनुहोला। धन्यवाद।